नमस्ते साथीहरू सबैजनालाई। आज चाहिँ मलाई धेरै दिन भयो आलु चप नखाएको। आज मेरो स्टाइलमा म आलु चप बनाउँछु है गाइस। प्याज अलिकति लाउनु, खोर्सानी, धनिया है, आफूलाई कति मनपर्छ है धनियाहरू, सरी धनिया है। अनि म चाहिँ आलु चपमा प्रायः जस्तो अन्डा लगाएर खान्छु के, मनपर्छ नि त अन्डा। तपाईँहरूलाई कतिको मनपर्छ नुन? मलाई चाहिँ त्यति चर्को मन पर्दैन, ठिक्कै लगाउँछु छु हैन। अनि थोरै मलाई चाहिँ मैदाको पिठोमा मनपर्छ आलु चप। हुन त यो बेसनको पिठोमा बनाउने हो, मलाई चाहिँ मैदाको पिठोमा मनपर्छ हैन गाइस। अब मुस्न थाले है। मिठो हुन्छ नि गाइस। आलु चप यो मेरो स्टाइलको आलु चप। हजुरहरूलाई चाहिँ अब कस्तो मनपर्छ? मलाई चाहिँ अन्डा, धनिया, प्याज, खोर्सानी हालेर बनाउँछु। हेर्दै जानु होला है। अब मैले चाहिँ पकाउनलाई कराई बसिसकेकी छु। अब तेल लाउँछु यहाँ। तरेरी बनाइसकेँ। पनि तात्यो। अब मैले आलु चप हाल्न थालेँ गाइस। तात्यो एकपट्टि फिर्काउँदैछु गाइस। आलु चप यस्तो दामी हुन्छ, हजुरहरूले पनि एकतालि पकाएर खानुहोस् त। पाकिसक्यो गाइस, यस्तो दामी हुन्छ। अब म खाएर पनि देखाउँछु है हजुरहरूलाई। पाकिसक्यो, अब खाने। आज मेरो खाना नै यही हो। आज मलाई भात खानु त्यति मन लागेन, खान थाल्यो है। तपाईँहरू पनि मनपर्छ अनि बनाएर खानुहोस् ल। अघि देखाएँ नि मैले के लाउनु पर्छ भने। यो चाहिँ मेरै चोइसको है। अन्डा, खोर्सानी, काटेको हरियो खोर्सानी, धनिया, नुन। अनि प्रायः जस्तोले त बेसनको पिठो हाल्नुहुन्छ, मलाई चाहिँ बेसनको पिठो हालेको अलिक डह्रो लाग्छ कि। अनि मैले चाहिँ मैदा हालेको छु ल। खाएँ है। दामी गाइस।